आज त टन्नै हिँडिएछ हौ ल। आजको एक्सर्साइज चाहिँ पुग्यो, अब घर गएर सोफामा टक्क ढल्केर रिल्याक्स दिने हो क्या। केटा यति हिँडेर तेरो एक्सर्साइज पुग्यो त? पहिले डाक्टर राजको कुरा ध्यान दिएर सुन। तपाईलाई लाग्छ यसरी हिँडेको भरमा मुटु स्वस्थ हुन्छ? विज्ञानले के भन्छ? सबैले एक्सर्साइज गर त भन्छन्, तर ठ्याक्क कति गर्ने, कहिले गर्ने, कसरी गर्ने, किन गर्ने भनेर भन्दैनन्। म डाक्टर राज, पेशाले वैज्ञानिक रुचि फिटनेस, र आउनुहोस् आज म तपाईँलाई वैज्ञानिक प्रमाणका आधारमा तयार पारिएको एक्सर्साइजको गाइडलाइनको बारेमा बताउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। अब पहिलो प्रश्न छ, एउटा अडल्टले हप्ताको कति एक्सर्साइज गर्नुपर्छ? कति एक्सर्साइज गर्ने त? नेपाल सरकारले कुनै निर्देशिका जारी गरेको छ कि भनेर मैले खोज्दाखेरि केही भेटिएन। त्यसैले आज म अमेरिकी सरकार लगायत विश्व स्वास्थ्य संगठन, अमेरिकन हार्ट एसोसिएसन इत्यादिले जारी गरेको गाइडलाइनको आधारमा डिस्कस गर्नेछु। वयस्कले नियमित दुई किसिमको व्यायाम गर्नुपर्छ। पहिलो हो मांसपेशीको कसरत, मसल स्ट्रेन्थनिङ। यसबारेमा मैले एउटा छुट्टै भिडियो बनाएको छु, त्यसको लिङ्क तल राखिदिएको छु। छोटकरीमा भन्दा जिममा गएर वा बडी वेट युज गरेर गर्ने यस्ता व्यायामले तपाईँको ज्यान बनाउने मात्र होइन, जोगाउने काम पनि गर्छ। त्यसैले युवा युवतीदेखि बुढाबुढीसम्मले अब ल्यापटप र घन्टी मात्र होइन, डम्बेल पनि उचाल्नुपर्छ। दोस्रो हो कार्डियो। कार्डियो मतलब यस्तो व्यायाम जसले तपाईँको मुटुको ढुकढुकी बढ्छ र सास फेर्ने गति छिटो हुन्छ। कार्डियोको कुरा गर्दा यसको इन्टेन्सिटी पहिले बुझ्नुपर्ने हुन्छ। इन्टेन्सिटी थाहा पाउने एउटा सजिलो तरिका सिकाउँछु। यदि एक्सर्साइज गर्दा तपाईँको सास फेर्ने गति बढ्छ, मुटुको ढुकढुकी तेज हुन्छ, तर तपाईँ स्टिल कन्भर्सेसन वा कुराकानी गर्न सक्नुहुन्छ, गीत गाउन सक्नुहुन्न भने त्यो मोडरेट इन्टेन्सिटी हो। यसका इक्जाम्पलहरू फटाफट हिँड्ने, फास्ट वाकिङ वा ब्रिस्क वाकिङ, अलिअलि उकालो बाटोमा साइकल चलाउने, पानीमा गर्ने व्यायाम, वाटर एरोबिक्स, टेनिस डबल्स इत्यादि हुन्। त्यसलाई मोडरेट इन्टेन्सिटीमा राख्न सकिन्छ। भिगरस इन्टेन्सिटी, कडा व्यायामको अर्थ तपाईँले छिटो छिटो र गहिरो सास फेरिरहनु भएको छ। तपाईँको मुटुको ढुकढुकी मोडरेट इन्टेन्सिटीको तुलनामा धेरै तेज हुन्छ। यस्तो बेलामा तपाईँले सामान्य दोहोरो कुराकानी गर्न सक्नुहुन्न, तर 2-4 शब्द पनि बोल्न सक्नुहुन्छ। यसको उदाहरणहरू जगिङ गर्ने वा दौडिने, पौडी खेल्ने, ल्याप स्विमिङ, साइकल चाँडो चाँडो चलाउने, स्पिनिङ वा उकालोमा चलाउने, सिङ्गल्स टेनिस, बास्केटबल इत्यादि हुन्। अब एडल्टको लागि एक्सर्साइजको गाइडलाइन हेरौँ। पहिलो, मसलको एक्सर्साइज। यस्तो व्यायाम हप्ताको कम्तीमा 2 दिन शरीरको सबै मसल ग्रुपहरूलाई समेट्ने गरी गर्नुपर्छ। मुख्य मसल ग्रुप भन्नाले तपाईँको छाती, चेस्ट, कुम वा सोल्डर, हात अथवा आर्म्स, ढाड अथवा ब्याक, पेट अर्थात् यो कोर एरिया र चाक एवं खुट्टा। अब दोस्रो, कार्डियोको लागि मोडरेट इन्टेन्सिटी वा मध्यम खालको गर्ने भए 150 देखि 300 मिनट, सो कम्तीमा 150 मिनट, र कडा वा भिग्रस गर्ने भएदेखि त्यसको आधा 75 देखि 150 मिनट वा कम्तीमा 75 मिनट। सपोज हप्तामा 300 मिनट गर्ने हो भने यसलाई हप्ताभरि बाँडेर गर्नु सजिलो हुन्छ। मोडरेट मात्रै गर्ने अथवा भिग्रस मात्रै गर्ने वा दुईटैको मिश्रण गर्ने, एनिथिङ क्यान वर्क। हप्तामा 5 दिन कार्डियोको प्लान गर्ने हो भने दिनमा 30 देखि 60 मिनट जति मोडरेट इन्टेन्सिटीमा गरे ठिक हुन्छ। 1 मिनटको कडा व्यायाम बराबर 2 मिनटको मध्यम व्यायाम हुन्छ। यसको मतलब दौडिने हो भने साधारणतया 15 देखि 30 मिनट प्रतिदिन हुन आउँछ। यदि तपाईँ हिँड्दा साथीसँग मजाले गफ गर्दै, सुसेली हाल्दै, ढल्किँदै हिँड्नुहुन्छ भने त्यो हिँडाइले मुटुलाई खासै चुनौती दिएको हुँदैन। मुटुको ढुकढुकी बढेर गफ गर्न अलिक गाह्रो नभएसम्म त्यो इफेक्टिभ कार्डियो हुँदैन। दीर्घकालीन रोग, क्रोनिक डिजिज छ भने पनि यदि जिउले साथ दिन्छ भने 150 देखि 300 मिनट मोडरेट कार्डियो र हप्ताको 2 दिन मांसपेशीको कसरत गर्ने लक्ष्य राख्नुपर्छ। यदि आफ्नो हेल्थको कारण गाइडलाइन अनुरूप गर्न सकिँदैन भने पनि केही नगर्नुभन्दा आफ्नो शरीरले जति दिन्छ त्यति नै नियमित व्यायाम गर्नुपर्छ। अब 65 वर्ष माथिका बुवा आमाहरूको लागि तयार पारिएको गाइडलाइन हेरौँ। यो एज ग्रुपकाले कार्डियो र मसलका अरू एडल्टले रेकमेन्ड गरे जस्तै एक्सर्साइज गर्नुपर्छ। यसको साथमा ब्यालेन्स मिलाउने व्यायाम पनि गर्नुपर्छ, जसले बुढेसकालमा लड्ने जोखिम कम हुन्छ। व्यायाम मिलाउने केही एक्सर्साइजको इक्जाम्पलहरू दिन्छु। उल्टो हिँड्ने वा ब्याकवर्ड वाकिङ, केयरफुल हुनुहोस्। एउटा खुट्टाको कुर्कुच्चा अर्को खुट्टाको औँलाको अगाडि राखेर सिधा लाइनमा हिँड्ने, हिल टु टो वाकिङ। एउटा खुट्टामा उभिने, कुर्सी वा भुइँमा बसेको अवस्थाबाट उठ्ने अभ्यास गर्ने, योग इत्यादि। योगको कुरा गर्दाखेरि आसनहरूमा भर पर्छ। कुनै कुनै योगको आसनहरू मसल स्ट्रेन्थनिङ पनि गर्छन्। जब तपाईँको मसलहरू, पेट, खुट्टा, ढाडका मसलहरू बलियो हुँदै जान्छन्, यसले तपाईँको सन्तुलनमा पनि सुधार आउँछ। त्यस्तै गाइडलाइनको अनुसार गर्भवती र सुत्केरी महिलाहरूले हप्तामा कम्तीमा 150 मिनट मोडरेट इन्टेन्सिटीमा कार्डियो
गर्नुपर्छ भन्छ गाइडलाइनले। यदि कोही प्रेग्नेन्ट हुनुभन्दा पहिलेदेखि नै कडा एक्सर्साइज गर्छ भने डाक्टरको सल्लाहमा त्यसलाई निरन्तरता दिन सकिन्छ टु सम एक्सटेन्ट। डाक्टरको कुरा गर्दाखेरि तपाईँ जुनसुकै उमेर समूहमा भए पनि कुनै पनि एक्सर्साइज गर्नु अगाडि अनिवार्य डाक्टरी परामर्श गर्नुहोला। यसै गरी सर्टिफाइड ट्रेनरको सुपरभिजनमा मात्र कुनै पनि एक्सर्साइज सुरु गर्नुहोला। अब यो फिजिकल एक्टिभिटी एक्सर्साइजका कुरा गर्दाखेरि केही रिस्क अवश्य हुन्छ। मान्छे लड्न सक्छन्, जिममा चोटपटक लाग्न सक्छ, तर डाक्टरबाट ओके लिएर ट्रेनरको सुपरभिजनमा गरिने फिजिकल एक्टिभिटीबाट हुने फाइदाहरू सामान्यतया यसबाट हुन सक्ने सम्भावित जोखिम वा रिस्कभन्दा धेरै बढी हुन्छन्। यस्तो रिस्क कम गर्नलाई एक्सर्साइज बिस्तारै सुरु गर्नुहोस्। सिधै दौडिने, सिधै कडा एक्सर्साइज गर्न कहिले थाल्नु हुँदैन। बेबी स्टेप लिने हो। समयसँगै ड्युरेसन, इन्टेन्सिटी र फ्रिक्वेन्सी बढाउँदै लाने हो। जिउलाई रिकभर गर्न खाना र निन्द्रामा पनि ध्यान दिनुहोस्। मसल रिकभरीको लागि रेस्ट पनि चाहिन्छ, त्यही भएर हप्ताको 7 दिन कडा एक्सर्साइज गर्नु पर्दैन। 1-2 दिन रेस्ट गर्ने हो। रेस्ट भन्नासाथ फेरि बसि नै रहने पनि होइन, हल्का हिँडडुल गर्न सकिन्छ। योगका धेरै आसनहरू रिल्याक्सिङ र स्ट्रेचिङ टाइपका पनि हुन्छ। अब दोस्रो प्रश्न, गाइडलाइनले तोके भन्दा बढी समय एक्सर्साइज गर्यो भने चाहिँ के हुन्छ? यसको लागि म 2022 मा हार्वर्डको वैज्ञानिकहरूले पब्लिस गरेको एउटा म्यासिभ स्टडीको बारेमा चर्चा गर्न चाहन्छु, जसमा 1,16,000 वयस्कहरूलाई उनीहरूको फिजिकल एक्टिभिटीको बारेमा प्रश्नहरू सोध्दै 30 वर्षसम्म फलो गरिएको थियो र फिजिकल एक्टिभिटीको लेभल र मृत्यु दरको बीचको सम्बन्ध हेरिएको थियो। इन सर्ट, यो रिसर्चले के देखायो भने हामी जति धेरै सक्रिय हुन्छौँ त्यति नै लामो समय बाँच्ने सम्भावना बढ्छ। यो चार्टमा हेर्नुहोस्, यदि तपाईँ हप्ताको मात्र 1 देखि 74 मिनट, सो दैनिक लगभग 10 मिनट जस्तो भनौँ विगरस इन्टेन्सिटीमा कार्डियो व्यायाम गर्नुहुन्छ भने पनि व्यायाम नगर्नेको तुलनामा मृत्युको जोखिम 13%ले घट्छ। हप्ताको 75 देखि 150 मिनट व्यायाम गर्नेहरूमा मृत्युको जोखिम 19% कम भएको देखिन्छ। रिमाइन्ड गर्न चाहन्छु, आज मैले चर्चा गरेको गाइडलाइनको सिफारिस पनि 75 देखि 150 मिनट हो। गाइडलाइन भन्दा अलिक बढी गर्दा कुनै हानि देखिँदैन, बरु मृत्युको जोखिम अतिरिक्त कम हुने देखियो। यदि तपाईँ हप्ताको 375 मिनट भन्दा बढी, सो दैनिक लेट्स से 1 घण्टा वा बढी हप्तामा 6 दिन विगरस एक्सर्साइज गर्नुहुन्छ भने यो लाभ 26-27% पुग्छ। जब यही एनालिसिस कार्डियोभ्यास्कुलर अथवा मुटुको रोगको कारण हुने मृत्युको जोखिममा सीमित गरेर वैज्ञानिकहरूले हेरे, हप्ताको 75 देखि 150 मिनट व्यायाम गर्नेहरूमा मृत्युको जोखिम लगभग 31% कम भएको देखिन्छ। यसभन्दा बढी एक्सर्साइज गर्दा थोरै अतिरिक्त फाइदा देखिन्छ, तर समग्र रूपमा हेर्दा पर्सनल्ली म विगरस कार्डियोको गाइडलाइनलाई नै स्विट स्पट मान्छु। अब यो अर्को चार्टमा हेर्नुहोस्, यदि तपाईँ हप्ताको मात्र 20 देखि 74 मिनट, दैनिक लगभग 10 मिनट जति भनौँ मोडरेट इन्टेन्सिटीमा कार्डियो गर्नुहुन्छ भने पनि खासै व्यायाम नगर्नेको तुलनामा मृत्युको जोखिम 9%ले घट्छ। गाइडलाइन अनुरूप हप्ताको 150 देखि 300 मिनट मोडरेट व्यायाम गर्नेहरूमा मृत्युको जोखिम 20 देखि 21% कम भएको देखिन्छ। 300 देखि 450 मिनट अर्थात् हप्तामा 5 देखि 7 घण्टा गर्नुभयो भने अतिरिक्त 5% जति जोखिम कम हुन्छ। यदि 10 घण्टाभन्दा बढी हरेक हप्ता गर्नुभयो भने जोखिम 32% कम हुन्छ। समग्रमा भन्दा मोडरेट एक्सर्साइज गर्नेहरूमा गाइडलाइनभन्दा 2 देखि 4 गुणा बढी एक्सर्साइज गर्दा मृत्युको जोखिम सबभन्दा कम भएको पाइयो। धेरैलाई के लाग्छ भने व्यायाम त दिनदिनै गर्नुपर्छ, नत्र फाइदा हुँदैन। तर धेरै मानिसहरू विकेन्ड वारियर हुन्छन्। उनीहरूको हप्ताको 1 वा 2 पल्ट हाइक वा ट्रेकिङ अथवा बाइकिङ अथवा लङ रनमा जान्छन्, जसमध्ये म पनि पर्छु। सो तेस्रो प्रश्न आउँछ कि हप्ताभरि गर्ने कार्डियो 1 दिन गर्दा पनि फाइदा हुन्छ? म्यासाचुसेट्स जनरल हस्पिटलका अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनले के देखाएको छ भने यसरी हप्ताको 1 वा 2 दिन मात्रै धेरै कसरत गर्ने विकेन्ड वारियरहरूको जुन तरिका छ त्यो पनि स्वास्थ्यको लागि निकै फाइदाजनक छ। यो अध्ययनको नतिजा सर्कुलेसन नामक जर्नलमा 2024 मा प्रकाशित भएको थियो। यसका लागि बेलायतमा झन्डै 90,000 मानिसहरूमा एउटा ठुलो रिसर्च गरियो। उनीहरूको हातमा एउटा घडी टाइपको डिभाइस राखियो र उनीहरूले दिनभरि कति कसरत गर्छन् भनेर रेकर्ड गरियो। रिसर्चमा मान्छेहरूलाई 3 भागमा बाँडिएको थियो। हप्ताको अन्त्यमा शनिबारतिर मात्रै धेरै कसरत गर्नेहरू विकेन्ड वारियर, दोस्रो ग्रुपमा दिनदिनै थोरै थोरै कसरत गर्नेहरू र तेस्रो ग्रुपमा कसरत नै नगर्नेहरू। रिजल्ट इन्ट्रेस्टिङ छ। जो मान्छे हप्ताको 1 वा 2 दिन मात्रै डटेर कसरत गर्छन् उनीहरूलाई पनि दिनदिनै गर्नेहरूलाई जस्तै फाइदा हुने रहेछ। रिजल्टले के देखायो भने यसरी कसरत गर्दा भविष्यमा लाग्न सक्ने 200 भन्दा बढी रोगहरू
र ती रोगहरू डिफ्रेन्ट क्याटेगोरीका छन्, जस्तै मानसिक तनाव, पेटको समस्या, नसाको समस्या इत्यादिबाट बच्न सकिन्छ। सबभन्दा धेरै फाइदा चाहिँ मुटु र सुगरको रोगमा देखियो, जो हप्ताको 1-2 दिन मात्रै भए पनि सक्रिय हुन्छन्। उनीहरूमा उच्च रक्तचापको जोखिम, हाइपरटेन्सन, ब्लड प्रेसरको जोखिम 23%ले र मधुमेह, डायबिटिजको जोखिम झन्डै 43%ले घट्ने देखियो। यसको अर्थ के हो त? दिनदिनै एक्सर्साइज गर्न 30 मिनट समय छैन, चिन्ता नगर्नुहोस्। शनिबार 2-3 घण्टा मजाले पसिना निकाल्नुहोस्, मुटु र श्वास बढ्ने गरी एक्सर्साइज गर्नुहोस्, त्यसले पनि उति नै काम गर्छ। अब अर्को साइलेन्ट किलरको बारेमा कुरा गरौँ, त्यो हो बसिरहने बानी। आजकल अफिसमा काम गर्दा थाहै नपाई धेरै बेरसम्म कुर्सीमा बसिन्छ। यसै गरी बुढाबुढी भएपछि वा सम्पन्न भएपछि वरिपरि काम गर्ने राखेर जतिखेर पनि आरामै गर्नुपर्छ भन्ने पनि एउटा माइन्डसेट छ कोही कोहीमा, नट अल। द्याट ब्रिङ्स मी टु द फोर्थ क्वेसन, चौथो प्रश्न, के बस्नु साँच्चै खतरनाक छ? धेरै बेरी बसिरहने बानी, जुन सेडेन्टरी बिहेभियर भन्छ, यो आफैमा एउटा ठुलो जोखिम हो। अनुसन्धानले के देखाएको छ भने सेडेन्टरी बिहेभियर र अकाल मृत्यु वा मुटु सम्बन्धी रोगको जोखिम बीच बलियो सम्बन्ध छ। अब यो चार्ट हेरौँ। यो चार्टको 13औं लाइन होरिजोन्टल एक्सिसले कसैले दिनभरिमा कति व्यायाम गर्यो भन्ने देखाउँछ, र ठाडो लाइन भर्टिकल एक्सिसले दिनभरिमा कति बस्यो भनेर देखाउँछ। अब अकाल मृत्यु वा मुटु सम्बन्धी रोगको जोखिमलाई 3वटा कलर मार्फत हेरौँ। रेड जोन वा रातो क्षेत्र, उच्च जोखिम। यो चाहिँ धेरै समयसम्म बसिरहने तर व्यायाम एकदमै कम गर्ने मानिसहरू, जो व्यायाम पनि गर्दैनन्, दिनभर बसिरहन्छन्, उनीहरूमा अकाल मृत्युको जोखिम सबैभन्दा बढी हुन्छ। अब अर्को जोन छ ग्रीन जोन वा हरियो क्षेत्र, न्यून जोखिम, धेरै व्यायाम गर्ने र कम समय मात्र बसिरहने अवस्था। यो स्वास्थ्यको लागि सबैभन्दा सुरक्षित र उत्तम स्थिति हो। अब बीचमा छ पहेँलो, सुन्तला, ओरेन्ज कलर, मध्यम जोखिम, अलिअलि बस्ने, अलिअलि व्यायाम गर्ने। अब यसको निष्कर्ष के हो त? यदि कसैको काम दिनभरि बसिरहनु पर्ने प्रकृतिको छ भने आफ्नो मोडरेट कार्डियो वा भिगरस कार्डियोलाई बढाएर स्वास्थ्यको जोखिमलाई रातोबाट पहेँलो हुँदै हरियो क्षेत्रमा ल्याउन सम्भव हुन्छ। सरल भाषामा भन्दा मुभ मोर एन्ड सिट लेस। अफिसमा वा पसलमा वा टिभी हेरेर बस्दा पनि बीचमा ब्रेक लिएर उठ्नुहोस्, मुभ गर्नुहोस्, हात खुट्टा चलाउनुहोस्। तल कमेन्टमा लेख्नुहोला तपाईँ अहिले यो कुन जोनमा हुनुहुन्छ, रातोमा, हरियोमा कि पहेँलोमा। म डाक्टर राज फ्रम विज्ञान सिज्ञान। मन परे लाइक, कमेन्ट र प्लिज सब्सक्राइब गर्नुहोला। आफ्नो साथी र पेरेन्ट्ससँग सेयर गर्नुहोला। जाँदा जाँदै म भन्छु, तपाईँको उमेर 20 होस् या 70, यदि एक्सर्साइज गर्नुहुन्न भने आजैबाट एउटा बेबी स्टेप लिनुहोस्। अब भ्वाक्क ढल्ने कि मुटु ढुकढुक हुने गरी चल्ने तपाईँको हातमा छ, अरू मेबी खुट्टामा छ। Yeah, let's go!